भर्खरै मात्र नेपालका कमर्सियल ब्याङ्कहरूले आर्थिक वर्ष 2082-83 को थर्ड क्वार्टर रिपोर्ट सार्वजनिक गरेका छन्। यो रिपोर्ट अनुसार सबैभन्दा बढी नाफा कमाउन सक्ने ब्याङ्कहरू निम्न 5 वटा देखिएका छन् र यो रिपोर्ट अनुसार 5औं नम्बरमा परेको छ एनआइएमबी ब्याङ्क। यो ब्याङ्कले 3 अर्ब 14 करोड रुपियाँ नाफा कमाएको छ र यो ब्याङ्कको इपिएस भने 12 रुपियाँ रहेको छ। यो कम देखिएको छ। त्यस्तै गरी चौथो नम्बरमा परेको छ एभरेस्ट ब्याङ्क। यस ब्याङ्कले 3 अर्ब 32 करोड रुपियाँ नाफा कमाएको छ भने यसको इपिएस 32 रुपियाँ 91 पैसा रहेको छ। यो रिपोर्ट अनुसार सबैभन्दा बढी राम्रो इपिएस चाहिँ एभरेस्ट ब्याङ्कको देखिएको छ। त्यस्तै तेस्रो नम्बरमा परेको छ कुमारी ब्याङ्क। यस ब्याङ्कले 4 अर्ब 17 करोड रुपियाँ नाफा कमाएको छ र यसको इपिएस 21 रुपियाँ देखिएको छ। त्यस्तै गरी दोस्रो नम्बरमा परेको छ ग्लोबल आइएमई ब्याङ्क। यो ब्याङ्कले 4 अर्ब 40 करोड रुपियाँ नाफा कमाएको छ र इपिएस 15 रुपियाँ रहेको छ। त्यस्तै गरी यो रिपोर्ट अनुसार पहिलो नम्बरमा पर्न सबैभन्दा बढी नाफा कमाउन सफल भएको ब्याङ्क छ नोबेल ब्याङ्क। यो ब्याङ्कले 6 अर्ब 76 करोड रुपियाँ नाफा कमाएको छ र त्यस्तै यसको इपिएस पनि 28 रुपियाँ देखिएको छ। अघिल्लो आर्थिक वर्षको नाफा र यस वर्षको थर्ड क्वार्टर रिपोर्टसम्मको नाफा बीचको तुलना गर्दा नोबेल ब्याङ्कको 34% वृद्धि भएको देखिएको छ भने ग्लोबल ब्याङ्कको 3% घटेको छ। त्यस्तै कुमारी ब्याङ्कको नाफा 1390% वृद्धि भएको छ र यो अघिल्लो आर्थिक वर्षमा एकदमै कम देखिएको थियो भने अहिले राम्रो वृद्धि भएको देखिएको छ। त्यस्तै एभरेस्ट ब्याङ्कको 4% घटेको देखिएको छ भने एनआइएमबी ब्याङ्क अझै 30% घटेको देखिएको छ। साथीहरू, यो त भयो यो तेस्रो त्रैमासिक रिपोर्ट अनुसार सबैभन्दा बढी नाफा कमाउन सफल 5 वटा ब्याङ्कहरूको नाम। अब भने सबैभन्दा बढी घाटा बेहोर्न बाध्य ब्याङ्कहरूको नाम लिस्ट लिएर अर्को भिडियोमा आउनेछु है त।